साथीहरु, मैले अघि भनेको थिएँ तपाईहरुलाई यो बुमको क्र्याक भएको छ। त्यो बुम हामीले अहिले निकालिसकेका छौं। तपाईहरुलाई देखाउँदै छु म। यस्तो भएको छ। विशेष गरी यो यहाँदेखि क्र्याक भएको अवस्था। अब यसलाई हामीले होल्डिङ गरेर प्लेट लगाएर भित्रबाट बाहिरबाट प्लेट हालेर रिपेयर गर्ने तयारीमा छौं। हाम्रो यो काम पुरा भइसकेपछि फेरि म तपाईहरुलाई प्लेट लगाउने बेलामा नि देखाउने छु। साथीहरु, मैले अघि भनेको थिएँ तपाईहरुलाई यो बुमको क्र्याक भएको छ। त्यो बुम हामीले अहिले निकालिसकेका छौं। तपाईहरुलाई देखाउँदै छु म। यस्तो भएको छ। विशेष गरी यो यहाँदेखि क्र्याक भएको अवस्था। अब यसलाई हामीले होल्डिङ गरेर प्लेट लगाएर भित्रबाट बाहिरबाट प्लेट हालेर रिपेयर गर्ने तयारीमा छौं। हाम्रो यो काम पुरा भइसकेपछि फेरि म तपाईहरुलाई प्लेट लगाउने बेलामा नि देखाउने छु। साथीहरु, मैले अघि भनेको थिएँ तपाईहरुलाई यो बुमको क्र्याक भएको छ। त्यो बुम हामीले अहिले निकालिसकेका छौं। तपाईहरुलाई देखाउँदै छु म। यस्तो भएको छ। विशेष गरी यो यहाँदेखि क्र्याक भएको अवस्था। अब यसलाई हामीले होल्डिङ गरेर प्लेट लगाएर भित्रबाट बाहिरबाट प्लेट हालेर रिपेयर गर्ने तयारीमा छौं। हाम्रो यो काम पुरा भइसकेपछि